गुड मर्निङ सबैजनालाई। र अहिले चाहिँ बिहानको मर्निङ टाइममा चाहिँ अपडेट दिनु पर्दाखेरि चाहिँ हाम्रो यो डिक्चु टु गान्तोक जाने जुन चाहिँ यो रागदुङ तिनतेक हुँदै जाने रोड छ है, यो चाहिँ तपाईँको यो 8 माइल उकालो छ नि, यो जुन चाहिँ 8 माइल भन्छ यहाँ है। यो हाम्रो डिक्चुदेखि अलिकति फाटकदेखि अलिकति माथि यहाँनिर चाहिँ तपाईँको यो पहिरो गएर चाहिँ यति डरलाग्दो ढुङ्गा चाहिँ यो रोडको बिचमै बस्दिएको छ। हेर्नुहोस् हो, यो चाहिँ तपाईँको यसरी बाटो बन्द भएको छ। यसलाई चाहिँ अब खोल्नु चाहिँ उपाय देखिन है। यो चाहिँ साह्रै माथिबाट आएको ढुङ्गा होइन रहेछ, यो चाहिँ यहीँनिर बसेको ढुङ्गा रहेछ। यो हेर्नुहोस् है, साह्रै माथिबाट आएको ढुङ्गा चाहिँ होइन, यहीँनिर रहेछ है। र पानी परिरहेछ, अलिक डेन्जरै रहेछ यहाँ माथि अझै पनि। हेरिहाल्नुहोस्, ड्याम डुम बाटो बन्द भएको छ। जब पनि तपाईँहरू यो बाटो आउनु हुँदैछ, तपाईँहरूलाई कतिजनालाई थाहा छैन है, तपाईँहरूले अर्को बाटो अपनाउनु होला। यो बाटो चाहिँ तपाईँको आज त खोल्ने कुरै भएन। यो मेसिनले पनि उपाय देखिनँ मैले, यत्रो ठुलो ढुङ्गा छ। हेरिहाल्नुहोस् है हो, मेसिन लगाएर नि यो उपाय चाहिँ छैन है यो बाटो। लु हेरिहाल्नुहोस् है, यहाँनिर यत्रो छ है। लु आम्मामा, बेला त उँधोबाट कि खन्नु पर्यो, यत्रो छ बाटो चाहिँ। ड्यामडुम बन्छ है। तपाईँहरू जो पनि यो बाटो आउनु हुँदैछ, तपाईँहरूलाई थाहा छैन भने चाहिँ तपाईँहरू प्लिज यो बाटो नआइदिनु होला। बाटो एकदमै बन्द छ। धेरै गाडीहरू सिलगढी सर्भिसदेखि लिएर अब खामदुङ बाटो घुमेको गाडीहरू पनि, डिक्चु आउँदै गाडीहरू धेरै यहाँनिर बन्द भएर बसेको छ राति है। यो चाहिँ तपाईँको यो उकालो 8 माइल भिर भन्छ अब, 8 माइल डाँडा।